ahai, ahai, lahai, lahai. Oh my God. Bottom jiga. जो पहिला त्यो महिला जा अनि बनबास जान गाह्रो रहेछ। राम हुन सजिलो छैन नि। तिमी राम बन्छौ, म राम भाइ कृष्ण भन्छौ नि। हेलो नमस्ते, वेलकम एन्ड वेलकम ब्याक टु शिवान्स फ्यामिली ब्लग सुरु गर्ने स्टार्ट गर्ने मेरो खास मन थिएन हैन, तर अचानक सडनली यहाँ कहाँ आइपुग्यो। सो मैले स्टार्ट गरिदिइहालेँ। सो म कहाँ आएको छु तर म तपाईँलाई यहाँको भ्यू देखाउँछु, देन म तपाईँहरूलाई भनिदिन्छु। ओके, सो यहाँ देख्न सक्नुहुन्छ। अब यो म किन दौडेर अहिले आएको छु र जानी त्यही हो के चिच। सुन न, यहाँ देख्न सक्नुहुन्छ खोला छ है, अगाडि पहाड छ, डाँडा काँडा पहाड, अनि छरी अनि फेरि टक्क लाएर शिवांश घिमिरे मेरो हात समाएर बस्नु भएको डराएर यतापट्टि आउँदैछु र। अनि यहाँ दिदी भान्जा सर्वको छन्। सो दिदी जाउँ, खाली रोड खाली भयो, भागौँ 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 भागौँ। जो पहिला त्यो महिला है। तिमी कसरी पहिला हुँदैन नि त, हजुर त सेकेन्ड हुन्छ नि त बाबा। जो पहिला त्यो महिला जा मुखबाट त बटम जिगा। जो पहिला त्यो महिला जा यसरी बाटो हिँड्दाखेरि पनि यी दाजुभाइहरू चाहिँ झगडा गरि नै रहन्छन्। चप्पल चप्पल मिलाएर लाउँदिन के हैन जुत्ता चप्पल पनि मिलाएर लाउने के, त्यो कति खुट्टा दुख्दो हो त्यसरी लाउने के। भइसक्यो। अब घुम्न आएको हो सबैजना, राम्रो हुन्छ। भोलि पछि सम्झिँदा आज हेरेका थियौँ हामीले पुरानो भ्लग। बेबी बर्थडे नो बिनाजु बर्थडे भनिसकेको थियो हजुरले। ल त्यहाँ जाने हुन्छ, म पनि जान्छु है। त्यहाँ हुन्छ, म पनि जान्छु। त्यहाँ बाटो मामालाई ऊ त्यो डाँडामा त्यहाँ एउटा सिट छ हो, एटौँडा सिमेन्ट हो हो। हाम्रो भैँसी अफिस भनेको यही हो। हजुर जानु भएको होइन है, सजिना नमिनासँग माथि वनवासलाई चाहिँ एक्सप्लोर गर्न जाउँ भनेको। यहाँ मामा भान्जाले यतापट्टि डाँडातिर एक्सप्लोर गर्न थाल्नुभयो। त्यहाँ डाँडामा उहाँहरूलाई जाने मन छ अरे, भोलितिर जाने र। अनि भोलितिर जानलाई उहाँ पनि रेडी भइसक्नु भयो होइन। सो शिवांश हामी चाहिँ बिस्तारै जाउँ। पहिला यताको यो देखाइदिउँ, यो ब्यानर देखाइदिउँ ल। वनवास राम्रोसँग पढ। यस, वनवास। राम 14 वर्ष वनवास गएको थियो, थाहा छ कि छैन? राम हुन सजिलो छैन नि। तिमी राम बन्छौ, म राम भाइ कृष्ण भन्छौ नि। त्यतातिर फोटोसुट भइरहेछ। मामालाई आज फोटो खिच्नलाई जोस जाँगर आएको छ। हामी चाहिँ जाउँ, जानै पर्छ, हिँड्नै पर्छ। द्याट्स वाइ हामी चाहिँ हिँड्यौँ यहाँबाट। यस बेबी, त्यता समाउँदै आऊ न ल। तिमी यहाँ समाउँदै हिँड। बिदा र होलिडे त सबैलाई यहाँ वनवासलाई लागेको रहेछ। यतापट्टि हो बाटो, ल जानुहोस्। फोटो त घर गएर हेर्दा नि हुन्छ। म त हेर्नै सक्दिनँ, डर लाग्छ है मलाई। सर्वज्ञ चाहिँ त्यहाँ खुड्किलोमा हिँड्न थालेछ। मेरो मुटु चाहिँ थर के भन्छ, धरधर भन्छ कि थरथर भन्छ कि। प्लिज हजुर हस्। सविता कस्तो लागिरहेछ तिमीलाई वनवास आउँदाखेरि? खुसी दुखी? वनवास आउँदाखेरि दुखी हुनुपर्छ भन्थ्यो।
एउटामा कहाँ पुग्छ हाम्रो दुइटा छ होइन यता रहेछ एउटा छुट्टै क्याबिन सानैलाई लिएर आउँदाखेरि चाहिँ यो एकदम सेफै हुन्छ होला त्यहाँ फेरि फोहोर फाल्ने बनाएर रहेछ फोहोर फाल्ने नजिकै रहेछ यता चाहिँ खाली रहेछ त्यता चाहिँ अलि फोहोर नजिक थियो है सन्चै सुरक्षित थियो मम्मीलाई दिसो सानेले चाहिँ त्यहाँको ढुङ्गा टिप्दै अनि यता ल्याउँदै फाल्दै त्यहाँको ढुङ्गा टिप्दै यता ल्याउँदै फाल्दै गरिरहेछ अब हेर्नु है त्यसको काम हेर्नु है क्वार्टरै हो कि अब चाहिँ हामी चाहिँ खासमा घरमै एकदम टन्न मस्त खाएर आएको हो नि त अनिखेरि यहाँ चाहिँ यसो रमाइलो हेर्न शीतल खाना आएको तर यहाँनिर केटाकेटीलाई राख्नलाई गाह्रो हुँदो रहेछ हाम्रो दिदीलाई अलिकति इनर्जी आइरहेको छ नाचिदिनु भएको छ अझै नाचिदिनु त दिदी आहै आहै लहै लहै ओ माई गड लजाउनु भयो खास लजाउने मान्छे त होइन तर क्यामेरा देखेपछि चाहिँ हल्का लजाएको जस्तो यसो सभ्यताको परिचय दिनुभएको अनि यहाँ कटेज छ मस्त कटेज छ यहाँ कटेजको भाइब्स मात्रै हो भित्र त पुरै सिमेन्टै हो फेरि होइन अनि हामी सर्लक्क गएर यताबाट जान्छौँ हामी यहाँबाट गएपछि चाहिँ हामीले यहाँ देख्न सक्छौँ हाम्रो घिम्रे सरलाई अनि अजय भान्जालाई अनि यहाँ साथमा चाहिँ सर्वज्ञ सरलाई सर्बु आर यु ह्याप्पी नाइ रे छैन रे ह्याप्पी हो यस्तो लगाएर रहेछ ठिक रहेनछ ए हामी तर म पनि लगानी गराउँछु रे त्यतिर एक दुई कट्ठा अनि क्याफे स्याफे बनाउनुहुन्छ हाम्रो घिम्रे सरलाई चाहिँ टहराको फोटो खिच्नु पऱ्यो अरे तलबाट अनि म यहाँ यतापट्टि आएको छु टहराको फोटो खिच्दिनलाई यता हुनुहुन्छ सोचे जस्तो यहाँबाट हुँदैन रहेछ एकछिन घुम्न मात्रै आएको थियौँ हाम्रो शिवांशीलाई चाहिँ यसो यहाँको टेस्ट पनि गर्नु पऱ्यो अरे अनि यहाँ रोस्ट र यो के अरे यो के कुरकुरे हो कि के हो भने अब कस्तो रहेछ छोरी मिठो छ रोस्ट मिठो छ अलिकति रोस्ट चाहिँ भएन है दिदी टेस्ट गर्छ नि कस्तो भयो सानो रोस्ट मिठो छ मिठो छ है ठिक छ भान्जा हजुर जस्ट भ्यू मात्रै एक्सप्लोर गऱ्यौँ हामीले होइन एउटा हाम्रो सरले अलिकति चिसो खानुभयो हामी चाहिँ त्यही खाजा रोस्ट र खाएर हिँडौँ अनि डोको चाहिँ फोहोर फाल्नु होला है टक 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 यस्तो यस्तो टक 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 टेकौँ जाउँ जाउँ छोरा जाउँ मेरो नयाँ साथी हो के गर्नु एकदम हिँडे पछि म नजाउँ त्यहाँ किन गइसक्यो
बिस्तारै स्लोली यो डाँडा पाखा पखेरा जताततै यस्तो यस्तो यो के अब रेस्टुरेन्ट होटल क्याफे होइन एउटा एउटा नाम दिएर मान्छेले खोलेको देख्दा त मलाई पनि यतैतिर कतैतिर जग्गामा लगानी गर्नुपर्छ कि जस्तो लागिसक्यो अलिकति नयाँ नौलो केही गरिदिने बित्तिकै मान्छे जहाँसुकै भए पनि खोजी खोजी आउँछन् यस्तो चाहिँ चलन हामी आफै स्वयं खोज्दै जान्छौँ क्या मान्छे फेरि जताततै मान्छे नै मान्छे कि जता पनि मान्छे हुने कि होइन साथीहरू हाम्रो त्यहीँबाट सिमेन्टको अफिस त्यो हो है साथीहरू बुझ्नु भएन त्यो चाहिँ हाम्रो भैँसेको अफिस हो डाँडामा चाहिँ ऊ खानी छ क्या अरे अनि योभन्दा उता कता हो क्वार्टर पनि छ अनि यो सिलिन्डर चाहिँ यसरी राख्नुपर्छ हो बस छोरालाई नि चाहियो रे खुर्सानी हाले आज चाहिँ हामी चुच्चे खोला आएको है जाडो जाडो छ अनि तातो तातो मोमो खान थालेको झोल मोमो केराको मोमो है यो चाहिँ साथीहरू केराको हामी एकदम भेज खाने मान्छे हौ द्याट्स वाइ इट्स अ भेज अनि वाट इज दिस के गर्ने त दिदी अघि मोमोको चाहिँ ठिकै ठिकै रिभ्यू दिनुभयो दिदीले है रेट खासै दिनु भएन अनि अहिले यो छोइला आएछ छोइला कस्तो लाग्यो दिदी हजुरलाई मिठो लाग्यो पिरो 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 भयो मेरो छोराले पनि छोइला खायो ल ल यो खाएर यो नि हाल्न हो चिसोहरू हो यो साग गर्न थालिसक्यो राम्रो ल यस 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 त्यहाँ चाहिँ आज कस्तो अप्ठ्यारो ठाउँमा आएछ बाटो पनि बन्दै न बच्चा खेल्ने ठाउँ अनि सबै ठोकमा पिरो हाल्छ रे मैले चाहिँ छोडेर दुखिराख्यो ओरेन्ज खालको खानेमा चाहिँ पिरो हाल्दैन र होइन कि सबै त्यो मोमोहरू चाउमिनमा पिरो हाल्दो रहेछ पहिल्यै अनि लड्डुमा हाल्दैन रहेछ के लड्डु चाहिँ खान थाल्यो होइन गुलियो गुलियो मात्रै हो चिनी पनि होइन अनि साने सानो यता मामुलाई हजुरको के छ खबर तातो तातो पुऱ्याउने आयो कसरी कुरौनी बनाउने के गरी कुरौनी बनाउने भन्नुहुन्थ्यो नि टाइम चाहिँ एकदम लाग्छ है वेलकम टु नेक्स्ट मर्निङ बिहान बिहानै यहाँ झ्यालबाट तपाईँहरूले भ्यू देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा हल्ला खल्ला छ शिवांश चाहिँ के कुटुमा कुटु भनेर त्यहाँ हल्ला गर्दैछन् दुईजना हो अनि आज हाम्रो घिम्रे सरले किचन सम्हाल्नु भएको छ सातु बनाएर ल्याउँछु भन्दै हुनुहुन्छ स्पेसल म चाहिँ तातो पानी खाइरहेको छु सरले सातु ल्याउनु भयो सतुवा सतुवा ओहो लुकिङ सो नाइस अब म खाएपछि चाहिँ भन्छु है कस्तो छ भने शिवांशले नि सातु खान थालेको छ सर्वज्ञले हात लम्काइसकेको छ अब दुईजना मध्ये कसले सातु खान्छन् टेस्टमा पनि भर पर्छ शिवांशले चाहिँ जे होस् खाँदैछ कति मिठो छ नि त त्यही भएर नि अनि सर्वज्ञ चाहिँ चुप लाएर बस्नु भएको अहिले म चाहिँ पोख दिन पाए हुन्थ्यो भन्ने सोचका साथ उहाँ अघि बढिरहनु भएको छ तर उहाँले नै खानुभयो अलिकति मुख बिहार्नु भयो
त्यहाँ पानी त हाले खाने पानी हाले त्यो सकेपछि यो पानी खाल्ने त्यो सकेपछि अनि गिलासमा लागेको खानलाई पानी हाल्ने सरकारी कस्तो भन्दैछ अलिअलि शिवांशले चाहिँ जोस् मेरो चाहिँ पानी खाएर सक्यो अब म सातुको टेस्ट लिँदैछु है हाम्रो सरले बनाउनु भएको वेल थ्याङ्क यू सो मच फर वाचिङ अस गाइज थ्याङ्क यू सो मच है अब भिडियो लास्टसम्म हेर्नुभयो स्किप गरेर हेर्नुभयो अथवा नगरी हेर्नुभयो जे गरी हेर्नुभयो धेरै धेरै धन्यवाद मन मुटु हृदय आन्द्रा भुँडीदेखि नै तपाईँहरूलाई धेरै धेरै धन्यवाद र भिडियो मन पऱ्यो भने लाइक कमेन्ट चाहिँ गरिदिनुहोस् होइन राम्रो नराम्रो प्रतिक्रिया दिनुहोस् अनि त्यसपछि आफूले आफूलाई इम्प्रुभ गर्ने मौका मिल्नेछ भन्छु म तर मलाई भ्लग बनाउन साह्रै अल्छी लागिसकेको थियो अब कताबाट यसो मैले अस्ति पुरानो एकदम ओल्ड भिडियो हेरेँ होइन अनि त्यसपछि ओल्ड भिडियो हेर्दाखेरि चाहिँ शिवांशको एकदम सानोको क्या भर्खर बोली स्टार्ट हुँदाखेरिको भिडियो हेरेँ होइन ओ माई गड वाट अ नाइस भिडियो के यसरी भ्लग बनाउँदै जाँदाखेरि चाहिँ मेमोरीहरू चाहिँ आफ्नो तरिकाले क्रिएट हुँदै जाने रहेछ क्या होइन त्यो मेमोरी त एकदम अब त्यो त प्राइसलेस मेमोरी हो नि त हो किन भन्नु त सो मलाई अनि फेरि मैले चाहिँ अलिकति आफूलाई इनर्जी जोस जाँगर जुटाएर होइन के हो जुठो त होइन त्यही हो भ्लग बनाउने स्टार्ट गरेँ एनिवे त्यही भन्छु म चाहिँ अब लाइक कमेन्ट सेयर सब्सक्राइब नयाँ साथी चाहिँ फर्स्ट टाइम च्यानलमा आउनु भएको छ भने चाहिँ च्यानल सब्सक्राइब गरिदिनुहोस् पुरानो साथीलाई भिडियो के कस्तो लाग्दैछ कमेन्टमा भनिदिनुहोस् कन्जुसी नगर्नुहोस् है कन्जुसी चाहिँ नगर्नुहोस् बुझ्नुभयो ओके थ्याङ्क यू सो मच फर वाचिङ अस वन्स अगेन सी यू इन नेक्स्ट भ्लग बाई